छ। त्यहाँदेखि यति नै हो होइन किचनको कामहरू। अन्त यहाँनिर अब ग्यासहरू साफसफाइ गर्दैछु। खाजा खाइकन बिहान पुरा लथालिङ्गै भइरहेको हुन्छ नि त। अन्त यो गर्नु बित्तिकै म खानाहरू पकाउनुमा एकदम रेडी हुन्छु। मतलब भाँडासारा पनि मोलिसकेँ हो, सब्जीहरू पनि बनाइसकेँ। अब किनभने दोकान जानुको लागि अब मैले हाल्नु पऱ्यो नि त त्यहाँनिर। भात चाहिँ म यसरी नै राख्छु, अहिले पनि चिसो नै छ नि त। र यो हटकेसमा राख्छु हो। अन्त के अरे सजनाको फुलहरू बनाएँ र यसो यता भित्र आउँदै यो क्रिमहरू पनि दल्दै होइन अलिकति अब उसलाई उठाउनुपर्छ कि कस्तो ढिलो हुन्छ नि त। अन्तखेरि त्यहाँदेखि अब म अलिअलि मेकअप सेकअप त गर्नै पऱ्यो होइन। क्रिम ल मेकअप लगाइसकेर त फेरि लुक्स चाहिँ फेरि चेन्ज भइहाल्छ हो। त्यहाँदेखि अब म खाना हाल्छु। खाना अब त्यो तताउनु पऱ्यो, फेरि अघि नै बनाएको हुन्छु नि त होइन मैले, चिसो भइसकेको हुन्छ। र खाना चाहिँ म कति हो त्यो एक उयस मात्रै लान्छु, के अरे त्यो एक बास्केट मात्रै लान्छु दुईजनालाई। त्यो दोकानमा त घरमा त्यो एक एक थालहरू उडाउने होइन। र यो चाहिँ मेरो रेडी भइसक्यो खानाहरू। यो झोलामा चाहिँ लान्छ नि त हामी, यो बेगमा लान्छु हो। र कपाल चाहिँ मैले कोरेको छुइनँ, त्यतिकै मात्रै बाँधिराखेको। र अब फेरि अब म बाहिर गएर यसो अब बाहिर फेरि उसलाई रेडी भयो भनेर कराउँदैछु होइन, ढिलो गरिबस्छ नि त। अन्त बाहिर यसो के गर्दैछ भनेर आमाहरू पनि बाहिर बसिरहेको रहेछ। र यहाँनिर आपाले फेरि नेभाना पनि टिपेको रहेछ हो, तिनवटा पाकेको नेभाना हो। अन्त एकदम अब दामी फ्रुट्स। र अब यति भन्दै अब उसलाई छिटो खाऊ न खाजा भनेर भन्दैछु, ढिलो एकदमै ढिलै छ नि त हो। र यति भन्दै मेरो अब यो सानो आजदेखि चाहिँ मैले मिनी ब्लग गरेको। र अब हामी चाहिँ अब एकदम जानुको लागि तयार भन्दै हो मेरो यो सानो ब्लगलाई यतिमा एन्ड गर्छु ल।